2082 10 महिना होइन, 10 महिना आज चाहिँ 14 गते 2082 तपाईँको 10 महिना 14 गते रातिको 10 बजेर 11 मिनट भएको छ। नेपालको ताजा खबर समाचार च्यानल चाहिँ म बोलिरहेको छु। नेपालमा जति आए पनि जसो आए पनि कोही हालत हो भने नेपालको नेताले केही देशको मुहार फेर्नै पर्छ। महँगा गाडीमा चढेर महँगो चाहिँ जनताको आँखामा चारो हालेर हुनेवाला छैन। किन भनेपछि हामीले भोट दिन्छौँ, ठिक छ, भोट दिए जस्तो पनि हुनुपर्छ। हामीलाई भोट दिएको सदुपयोग के त? आखिरी हामी नागरिक हो नेपालको, भोट दिन्न भन्न सकिँदैन, भोट दिनै पर्छ। एउटा देशको ठुलो दान हो, त्यो पनि एउटा यज्ञ दान हो। हामीले चुनावमा जानै पर्छ, जनता नेपालका जनताले। तर देशमा के हुने त आखिरी वास्तवमा रोजगारी, बिजनेस, कल कारखाना, ठुल्ठुला उद्योग, ठुल्ठुला क्याम्पस यस्ता ल्याउनु पर्यो, ठुल्ठुला हस्पिटल। भारतको विदेशको मान्छे नेपालमा गऱ्यो नि त। यहाँका मन्त्रीहरूले जो अहिले नेपालका युवा म गर्छु भनेर देखाउँछन् नि, ठुलो प्रभाव देखाएको छ नेपाल देशमा। ठिक छ, आश्वासन दिएको छ जनतामाथि, तर जनतालाई ढाक्नु हुँदैन। जनताले ढाक्यो भने फेरि ठुलो नराम्रो महापाप लाग्ने छ। नेतालाई, जो अब हुने नयाँ मन्त्रीलाई सदुपयोगमा ल्याउनु पर्यो। देशको मुहार हाँसिलो बनाउनु पर्यो। नेपालका बासिन्दा सिङ्गो नेपालको चाहिँ हाँसे हुनु पर्यो मन। तब चाहिँ हामीले रोजगारी पायौँ नेपालमै। हाम्रो जुनै रोजगार हो, लेबरदेखि लिएर जो पढे लेखेकोले पाउँछ, नपढे लेखेकोले नपढे लेखे। भारतमा कस्तो अटाएको छ उस्तै नेपालमा गर्नु पर्यो, गरेर देखाउनु पर्छ। यिनीहरूले हामीलाई किन दुःख गराउने? भारतमा कति दुःख छ, कसले हेरेको छ? कति खाए, कति भोगेका छन्, कति पिटाए खाएछन्, कति चोरी डकैती गरेका छन्, कति केही गरेका छन्। किन दुःख परे त होला? चोरी डकैतीको दुःख होइन, ऊ त चाहिँ खाएर मोज मस्ती गरेर त्यो गलत हो। तर नेपालमा चाहिँ मुहार फेर्नै पर्छ, हालेको भोट सदुपयोगमै ल्याउनै पर्छ। नेताहरूले एउटा देशको ठुलो अनुहार